So hello guys, welcome back to my new vlog. आज चाहिँ धेरै पछि यस्तो भ्लग बनाउने मुड आयो। खासै के हैन, अहिले चाहिँ हामी डाँडासोरा होमस्टे नयाँ खोलेको छ, त्यहाँको दाइले यसो इन्भाइट गर्नुभएको थियो, त्यहाँ जाँदैछौँ। र मसँग हुनुहुन्छ हाम्रो प्रवीण लाउडे दाइ चाहिँ अहिले छुट्टीमा हुनुहुन्छ। मैले अघि तल भन्छु भनेको बिर्सेछु नि, यहाँ प्रवीणको पुलभन्दा यताबाट चाहिँ माथि आउने हो। त्यहाँबाट चाहिँ ट्याक्क भ्यू चाहिँ सँग बजारको भ्यू चाहिँ राम्रो देख्छ। देखाइदिनु न त यसो भ्यू भिडियो बारेमा ल है, यस्तो भ्यू छ यहाँ चाहिँ। अब यहाँ चाहिँ मेरो प्रदीप लाउडे दाइ हुनुहुन्छ। यहाँ लाउडे दाइ चाहिँ नभन विदेश गएर राखेर फर्स्ट टाइम होइन, हजुर भ्लगमा देखेको। अन्त भ्लगै फर्स्ट टाइम बनाएको धेरै पछि। अनि कस्तो हुँदैछ त छुट्टी दाइ? कुन छ छुट्टी? अहिलेको छुट्टी लाउडे भन्ने छुट्टी चिनिन्छ कसरी भन्नु न? कसरी? हजुरले अहिले कुन सा छुट्टी भन्नु हो नि? होइन आया ल है, अब चाहिँ हामी लाग्छौँ मासतिर यतातिर। यो चाहिँ हाम्रो घलेङको डाँडा स्याङ्जाको वान अफ द फेमस डाँडा भनौँ न। यहाँ चाहिँ पिकनिक सिकनिक खानको लागि यस मान्छेहरूको भेट भइरहेकै हुन्छ। हामी डाँडासोरा जानलाई चाहिँ यो पटक अझै माथि जानुपर्ने हुन्छ। मलाई भर्खरै मात्र हाम्रो लाउडे दाइले भन्नुभएको, भनिदिनु त हजुरले। राजा बसेको डाँडा हो क्या, पहिला हुन्छ नि राजा महाराजहरू यो डाँडासोरा भन्छ नि। डाँडासोरा तालि माथि भयो, यसलाई चाहिँ गैराकोट हो कि काँडाकोट भन्थ्यो होइन? यसमा चाहिँ राजा बसेको अरे नि। यस्तो मिठो छ है। अझ तलबाट राम्रो देखिन्छ यो डाँडा, तलबाट। यता पनि यस्तो राम्रो छ भ्यू। यहाँबाट देखिने उता बारी चाहिँ गैरी खेतहरू होइन? गैरी खेतहरू के भन्छ अरे दाइ? लत्रे पिपल, गैरी खेत, ढाँडे, अर्को नगरको राजा बस्ने नुवाकोट डाँडा त वहाँ टाढा छ। यस्तो छ है यहाँ एक्चुअली पहिरो म अनि त पनिस लोटेको हो क्या। आहा कस्तो राम्रो देखेको दाइ यहाँ। डाँडासोरा गाउँमा आयो ट्याक्क लाएर। होमस्टे चाहिँ वहाँ माथि छ हो, वहाँ यहाँबाट देखेको छैन होला, यता माथिबाट यो अटो माथि हाल्ने माथि बाटो अलि अगाडिसम्म बाइक दिँदैन। हिँड्ने हो कि ल। यो चाहिँ हाम्रो डाँडासोरा गाउँ, राम्रो छ गाउँ पनि, मिठै छ। अब यहाँबाट चाहिँ हामी कफी सङ्कलन भवन रे यो चाहिँ है गाइजहरू। फेरि यो भ्लग बनाउनु पर्ने के अरे बनाउँदा कि लाउड दाइ गाइज चाहिँ यसै भन्न आउने के हजुरलाई त हिरो देखेछ त? अनि हिरै छु त। बिहा हुनु लाएर होला, बिहा गर्नु दाइ यार अब बेलामा यार। ल यो चाहिँ जमानामा भाइ त्यही हो क्या जमानामा यहाँ चाहिँ
यहाँको दाइहरू चाहिँ फुटबल भलिबलहरू खेल्दै रहेछ यत्रो छ नि। यो मन्दिरको नाम के भन्नुभयो मैले बिर्सेँ यार। दुर्गा होइन यो डाँसुरा गाउँको जस एकदम मान्ने मन्दिर रहेछ क्या, त्यही भएर माथि यत्रो हेर त हिँडेर त्यहाँ धेरै होइन 5 मिनटमा पुगिन्छ। होमस्टे चाहिँ हो त्यही है। हामी चाहिँ ट्याक्क अहिले चौतारीमा बस्दैछौँ मन्दिर अगाडि। होमस्टे चाहिँ वहाँ रहेछ गाइज, तर त्यो डाँडा चाहिँ के हो त्यो डाँडा? होमस्टे चाहिँ त्यहाँ रहेछ त अहिले चाहिँ बन्द छ भन्ने कुरा गर्नुभएको थियो। यसो आउनु नि त दाइ भनेको, ल ल भन्छ, आयो भने जान्छौँ, आएन भने हामी यहाँबाट फर्किने कुरा हुन्छ। र वहाँ चाहिँ हाम्रो बाकोट कालिका मन्दिर छ। अनि ऊ त्यो तलको गाउँ छ नि यो दाइ, यो चाहिँ त्यो उसहरूको गाउँ कि आशिषहरूको गाउँ, रिमलको आशिष, त्यसको गाउँ रे के यो। अनि यता कता हो भारकोट देखिन्थ्यो कि कता कता हो यार के के। अनि घरलाई जुम गर न यहाँ। अनि यताबाट चाहिँ यता चाहिँ हाम्रो गाउँ जान्छ, यता कोलमा यहाँ माथि एकैचोटि जुम गर हल्का बढाउँदैन कोलमा। अनि दाइ सुनाउनु तपाईँको कुराहरू। के सुनाउने? खासै भ्लग बनाउन मन त होइन, लाउड दाइले भनेर यसो फेरि पछि हेर्न मजा हुने क्या नि दाइ। उहाँ पल्टनमा हुँदा मेरो भ्लग हेरेर रमाउँथ्यो त्यो दाइ यार, है दाइ। तर मलाई धेरैले भन्थ्यो यार विदेशमा हुनेले नि। तिम्रो एउटा भ्लगमा कुन भ्लगमा? माथि जिमबाट झरेर हामी घले दाइकोमा राख्यौँ। एक धेरैले भन्यो कि मलाई विदेशमा हुनेले नि भ्लग बनाऊ भनेर, तर अब त्यस्तो भ्लग चाहिँ के हो त्यो भनेको? भ्लग चाहिँ के हो त्यो भनेको? खै के हो। ल है ल हाम्रो दाइ चाहिँ आउनुभयो यताबाट है, चिल पारामा। ल अब हामी यहाँबाट हिँड्यौँ भने माथितिर लगेर देखाउँछौँ। है रबिन दाइ भ्लगमा स्वागत छ। दाइ चाहिँ बिचरा काम गर्दै हुनुहुँदो रहेछ, बिजी हुनुहुँदो रहेछ, त्यही पनि हाम्रो लागि भनेर आइदिनु भयो ट्याक्क यहाँ। अनि होमस्टेको बारेमा के भन्नु त दाइ? होमस्टेको ओपनिङ एक गते भएको छ र त्यही हो, वेलकम छ। के अरे खासमा ओपनिङ त बनेको त 4 वर्ष भयो, तर पहिला चाहिँ कुहिरेहरूलाई फरेनरहरूलाई मात्र सुविधा थियो। अस्ति न्यु इयरबाट चाहिँ ट्याक्क नेपालीहरू सबलाई वेलकम छ, मिलाएर सुपथ मूल्यमा होइन दाइ। अब माथि गएर म सब हजुरलाई के गर्न मिल्छ, कस्तो गर्न मिल्छ ठाउँहरू देखाउने छु। बाटो नि आनन्दको छ। अरुण चौधरी फाउन्डेसन कहाँको हो दाइ यो? विनोद चौधरी भाइको वीर भवन रहेछ यो भवनको नाम चाहिँ। ए उहाँको बाबाको नाम रे युके नवीन गुरुङ। अनि यहाँ युकेसँग संलग्न राम्रो छ भन्छ यहाँको ट्याक्क। ल है कता उतै खोल्ने? ओ सरी यस्तो। यति हिँड्दा नि थाकिने यार, स्ट्यामिना ख्याक भइसकेछ। कहाँ आउँदा थाक्यो त नि? यहाँबाट आउँदा ल है हाम्रो डाँडासुराको होमस्टे चाहिँ यही हो, यस्तो राम्रो छ आनन्द पारामा। यो होमस्टेको एउटा के विशेषता लाग्यो भने चाहिँ मलाई होइन, अहिले जहाँ पनि होमस्टे जान्छौँ नि हामी, मोडर्न छ क्या जता नि। यो चाहिँ पक्का गाउँघरमा आए जस्तो होइन, आनन्द पारामा। यहाँ आँगन यति ठुलो छ। आउनु न यता, यता चाहिँ ट्याक्क बारबिक्यू सारबिक्यू हो क्या। यता ठिक लाग्छ बारबिक्यू एरिया, चान छान्ने एरिया, किचन त्यहाँ भइहाल्यो होइन। जति हल्ला गरे नि गाउँमा कसैले सुन्दैन, डिस्टर्बै हुँदैन। अनि यता तलतिर चाहिँ टेन्टहरू राख्ने एरिया अरे पछि। यसो रबिन दाइ बोल्न पर्ने हो, मैले भनिदिन्छु। बोल न के राम्रो छ आइरहेको नि। अब हजुरलाई अहिले चाहिँ हामी भित्र देखाउन चाहिँ अलि मिलेन, बन्द भएर। अनि कहिलेदेखि ओपन हुन्छ त्यो पनि भनिदेऊ। ओपनिङ भइसक्यो,
ओपनिङ न्यु इयरमा भयो कन्ट्याक्ट नम्बर चाहिँ मैले त्यहाँ यसो राखिदिन्छु यति बेला बोल्दाखेरि त्यस्तो राखिदिन्छु स्क्रिनमा कन्ट्याक्ट हान्न सक्नुहुन्छ नत्र कमेन्टमा पिन हालेर राखिदिनु पर्ला नि दामी छैन नि हजुरलाई कस्तो दाइ होइन दामी छ अनि अझ यो बिहान उठ्दा यो भ्याग सब हिमाल देख्छ क्या दाइ अहिले यहाँ वेदर क्लियर नभएर बेलुका 3 बजे छ बिहान उठ्दा यस्तो क्लियर देख्छ यो अब गुम्बा जस्तो होइन चाइनिज गुम्बा जुम गर्दै थिएँ मैले यता बाकुन मन्दिर ट्याक्क उठ्यो बिहान चियासा खायो ब्रेकफास्ट खायो लाउरिँदा होइन अनि हाइकको लागि यहाँबाट उता मन्दिरसम्म 20 मिनटमा पुगिन्छ अच्छा त्यस्तो छ यहाँ सुविधा ल है होमस्टे चाहिँ यही नै हो तपाईँहरू आउन इच्छुक हुनुहुन्छ भने यहाँ म नम्बरसम्म कन्ट्याक्ट राखिदिन्छु अब यहाँ चाहिँ अहिले केही छैन दाइलाई दुःख दिएन यस्तो गर्नु उस्तो गर्नु भनेर हामी पनि जान्छौँ यो चाहिँ डाँसरा गाउँ हो नि त दाइ हो यसो यो चाहिँ दाइहरूको गाउँ कस्तो रमाइलो छ यो गाउँ पनि त्यहाँ पनि छ क्या फेरि होमस्टे है कुन चाहिँ हेर्दै निश्चय घर खै निशललाई कुन चाहिँ हो गरेर त्यहाँ पनि छ कि होमस्टे बुझ्नु भयो त्यहाँ फेरि अलि शान्त सुत्न खोज्नेलाई फेरि त्यहाँ अरे क्या कोलमाको फेरि महँगो छ होइन लास्टै महँगो कोलमाको त ल है ल हामी चाहिँ यहाँबाट निस्किन्छौँ अब